आज पनि सोमबारमा पुगे हानी उठेर नुहाइदिए गरेर पूजा गरिसके। मन्दिर शिवजीको मूर्ति। हाम्रो नानी रेडी हुँदै हुनुहुन्छ। अर्को नानी यहाँ पहिले फेस देखाउनुहुन्छ भनेर यहाँ लुक नीचे उतरिजे। हिन्दी बोल्न त जान्दैन। भाउजू चस्मा लगाइदिनु। तर हाम्रो भाउजू पहिला अहिलेसम्म बनाए भरमा यो घुम्न लगाइदियो कि तिमीहरूले मेरो भाउजूलाई पोस्ट सिकाइदियो एक दुईटा। खाने साउने 15 भयो। हाई गाइस, आज चाहिँ सोमबार। म हरेक सोमबार म पूजा गर्छु मेरो हस्बेन्डको लागि, मेरो फ्यामिलीको खुसीको लागि। र म सधैँ चाहिँ आज पनि सोमबारमा पुगे हानी उठेर नुहाइदिए गरेर पूजा गरिसके। र मैले हजुरहरूलाई मन्दिर पनि देखाउने छु। र म सधैँ पूजा गरिसकेर मेरो बुढालाई फोन गर्छु र त्यहाँलाई ढोग्छु अनि बल्ल पानी खान्छु। आज पनि सधैँ चाहिँ म त्यही नै गर्नेछु। हजुरहरूलाई मेरो मन्दिर पनि देखाउने छु। हजुरहरूले देख्नु पनि भएको छ होला हाम्रो भ्लगमा। र फेरि पनि म आज पनि देखाउने छु हजुरहरूलाई। र म एकछिनमा मेरो हस्बेन्डसँग कल गरेर ढोकेर बल्ल पानी खान्छु, त्यो पनि देखाउने छु। मेरो हस्बेन्डलाई पनि देखाउने छु कल गरेको। मन्दिर देखाउने छु, तल गएर पनि देखाउने छु हजुरहरूलाई। हाम्रो मन्दिर शिवजीको मूर्ति। हेलो एभ्रिवान, नमस्ते, स्वागत छ हजुरहरूलाई हाम्रो सुनसुकिया भ्लगमा। हजुरहरू सन्चै हुनुहुन्छ भने आशाको साथमा म नयाँ दिन नयाँ भ्लग लिएर आइसकेको छु। हजुरहरूलाई आज म टिकटक बनाउनको भिडियोको र हाम्रो लोकेसन कहाँ छ भन्ने देखाउने छु। हामी आज भिडियो कहाँ बनाउँदैछौँ त हेर्नुहुनेछ। अहिले हामी रेडी हुँदैछौँ, भर्खर स्टार हुँदैछ रेडी हुने। हाम्रो नानी रेडी हुँदै हुनुहुन्छ। अर्को नानी यहाँ पहिले फेस देखाउनुहुन्छ भनेर यहाँ लुक्दै हुनुहुन्छ। हेर्नु यहाँ मैले लगाउने साडी यहाँले लुकाएर फेस देखिन्छ भनेर यस्तो डर छ। म चाहिँ भर्खर रेडी हुने तयारीमा छु। अब म चाहिँ रेडी हुन्छु र हजुर हामी रेडी भएको र रेडी भइसकेको भिडियो पनि देखाउने छु। हजुरहरूले हेरेर साथ दिनु होला। हाम्रो चाहिँ आज साथ दिइरहेको छैन, पानीले साथ दिइरहेको छैन। हामी भिडियो बनाउनु त भन्यौँ, प्लान चाहिँ गरायौँ, तर मौसम चाहिँ सिमसिम पानी परेर छ। थाहा छ हजुरहरूलाई, सिमसिम पानी फेरि सेती फाट्दैन। आज हाम्रो टिकटक कस्तो बन्छ त हजुरहरूले हेर्नु होला। आज हाम्रो किस्मतले कतिको साथ दिन्छ। रेडी भइसकेपछि फेरि कपडा चेन्ज गर्न झ्याउ लाग्छ। हामी यस्तोमा पनि बनाउनेछौँ हजुरले। आज यस्तो मौसममा पनि हाम्रो भिडियो बन्नेछ। के गर्ने, हाम्रो कति राम्रो देखिन्छ मेरो नन्द, प्यारी नन्द, प्यारी नन्द। एउटा एउटा नन्द हेर यहाँ यो त जान्छ जान्छ गाइस भन्नुलाई हेर्नुलाई। हाम्रो नन्द कस्तो देखिराख्नुहुन्छ त हजुरहरूले हेर्न चाहिरहनु भएको थियो त यहाँको भिडियो पनि। यहाँको भनेर सोध्नुहुन्थ्यो, त्यही भएर यहाँलाई म जहिले देखाउने गर्छु क्या। अर्कोले चाहिँ फेस लुकाउनुहुन्छ, यहाँ चाहिँ डर छ, एउटीले चाहिँ देखाउनुहुन्छ। हेर्नु हेर्नु सही भिडियो बनाउनु जाँदैछौँ। देखाउनु मलाई नानी पानी परेर छ यहाँ। आउनु यहाँ सिमसिम पानी परेको छ हेर्नु त। पानी फाट्यो भने त पानी परेको छ।
पानी फाट्यो भने त पानी परिरहेछ कस्तो राम्रो गरेर छ मौसम त ज्यालो हामी चाहिँ आज लोकेसन हाम्रै यो घर हामी चाहिँ धेरै टाढा जानमा आज पानी पनि परिरहेको छ हामी बाटो तल बाटोमा बनाउँछौँ पछि हामी भिडियो बनाउन तलतिर आफ्नो ठाउँतिर जाँदैछौँ अलिअलि मसिनो मसिनो पानी परिरहेछ त्यही पनि हामी जान्छौँ हाम्रो भाउजू महारानी पधार दीजिए नीचे उतर दीजिए हिन्दी बोल्न त जान्दैन गाइस त्यही पनि अलिअलि ट्राई गरेको भाउजूको कपाल हेर्नु कस्तो दामी हाम्रो नेचर दामी छ हाम्रो छु मम्मी तल बस्नु भएको छ म पनि बिस्तारै बिस्तारै तल झर्दैछु किनकि चिप्लो छ भरे हाम्रो ठुलो मम्मी के भयो ठुलो मम्मी हामी चाहिँ अब यतातिर जान्छौँ भिडियो बनाउन भाउजू भाउजू यस्तो राम्रो फुल लगाउनु भएको छ यहाँहरूले यो के उसको नि सुन्तलाको बोट योलाई हामीले कति जोगायौँ दादाको बिहेमा पनि यस्तो यसलाई यस्तो प्रोटेक्ट देम अनि धेरैमा पूजामा उसमा भाउजू छिटो पानी पर्ने लाग्यो भाउजू चाहिँ जाँदै हुनुहुन्छ आफ्नो भिडियो बनाउने ठाउँतिर मैले चाहिँ छराइसकेँ किनकि मलाई यहाँ कस्तो कल गर्नु चाहिँ गाई जो यहाँ सम्झाइदियो है मलाई कहिले हुन्छ नि मान्छेको बनाउने मुडै हुन्न सुत्या मान्छेलाई पनि कल गरी गरी घरै आएर यस्तरी यस्तरी उडाइ बनाउनुहुन्छ यहाँहरूले सम्झाइदियो प्लिज भाउजू चस्मा लगाइदिनु तर हाम्रो भाउजू पहिला अहिलेसम्म बनायो भरमा यो लुक्समा वारे वा कसैको नजर नलागोस् हाई तपाईँलाई नजर लागेको रहेछ ओ माई गॉड तपाईँले पनि निम्बु खुर्सानी धुवारेर ल अब चाहिँ हामी घर पछाडिको बगैँचामा जाँदैछौँ गाइसहरू बाजुको मैले हेर 10वटा भिडियो बनाइदिएर मेरो चक्कर घुम्न हेर्नु अझ हेर गर के अझ यस्तो राम्रो साडी यहाँको नि मेकअप आर्टिस्ट भने पनि हेयर स्टाइल भने पनि यसलाई सब रेडी गरिदिन्छु मैले यहाँ त सिर्फ बनाउने भिडियो पनि मैले बनाइदिन्छु के हैन यहाँको उता हिलोमा जाने त्यो हिल लगाएर तपाईँ म जाने बारीमा देख्नुमा नन्नासँग यस्तो गर्नु गाइसहरू म त धेरै उसमा छु बाई बाई अब चाहिँ भाउजू अब आफ्नो पोजिसनमा अडिँदै हुनुहुन्छ गाइसहरू हेर्दै जानुहोस् ए पहिलो पोजिसनमा हुनुहुन्छ पोस्ट सिकाइदियो कि तिमीहरूले मेरो भाउजूलाई पोस्ट सिकाइदियो 1-2टा अरू सिकाइदियो गयो मेरो भाउजूसँग तिमीले उसले नआऊ ट्रेनिङ लिन आऊ सबैजना भयो अब फोटो खिच्यौँ बाई बाई के भएर यतिकै बस्नु पर्छ तपाईँ भिडियो बनाइ आता बस्ने पानी परेको थियो त्यहाँ हिलो थियो यति ठुलो हिल लगाएको मान्छे कस्तो होला त हिल खै कि हाम्रो भाउजूको
त्यो बाइक छ के बाइक हिल माय गॉड कोठाको हालत हेर यहाँ मेरो कोठाको कस्तो छ गाइस सिलाको त इच्छा बिहान यति टाइम 1-2 घण्टा लगाइन सफा गरेर कोठाको हालत त्यही हो के गर्नुहुन्छ त बाउजू के गर्नुहुन्छ त ल अब चाहिँ साँझ दही चिउरा खा आउँछ अब हामी दही चिउरा आज के असारको 15 गते दही चिउरा खाने के गीत छ नानी एउटा असार 15 दही चिउरा खाने साउने 15 के साउने 15 भयो गाइस आज चाहिँ मलाई ठिकै लाग्यो आज पानी परेर हिलामे हिँडेको बाटोमा पनि चिप्सिन्छ कि भन्ने डर आज म थकेछु यो साडी देख्ने बेला मात्रै राम्रो रहेछ साडी लाउने बेला त यति दहौ यो भगवान थके यस्तो साडी त कहिले लान्न चेप्यो कान पकडिसकेको छु म यस्तो साडी लाउन अब म अब एकछिनमा काम गर्छु घरको सरसफाइ गर्ने छ पानी हाले यस्तो छत बनाएको छ नराम्रो सफा गर्ने छ अनि म खाना बनाउँछु अनि दही चिउरा खाएको भिडियो हालिदिन्छु हजुरहरूलाई आज असारको 15 गते हो 15 र म अहिलेलाई अब लुगासुगा छराउँछु गाइस म चाहिँ चेन्ज गरिसकेँ कपडा अब रुम सफा गर्छु मेरो रुमको हालत धेरै नाजुक छ धेरै नराम्रो भइरहेको छ चाहिँ रुम सफा गर्छु म चाहिँ कपडा चेन्ज गरिसकेँ गाइस देख्नु होला मैले कपडा चेन्ज गरिसकेको अब चाहिँ म थकी भए पनि म अब रुम सफा गर्छु मेरो रुम धेरै फोहोर भइसकेको छ हजुरहरूलाई मेरो आजको टिकटक पनि देखाउने छु हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला अहिले चाहिँ बाई Soft strums of the warm acoustic guitar blend with the gentle sound of the waves crashing against the